यस्तो मजाले यो रकेट पटका जाँदैछ माथि गएर हैन। ओ माई गड, यस्तो दामी छ साथीहरु, यस्तो दामी पड्केको छ। ल हेर्नुस्, एकदमै पुरै आकाश उज्यालो भएको छ। म छतमा आउँदा चाहिँ यसरी मजाले पड्का पड्किरहेको छ र यस्तो उज्यालो झिलिमिली देख्न सक्नुहुन्छ तिहारको बेलामा। यो चाहिँ अहिले काठमाडौँ नयाँ बानेश्वरदेखि देखिने दृश्य हो। एकदमै काठमाडौँ झिलिमिली छ, बत्ती गएको छैन, ठाउँ ठाउँमा पटकाहरू पड्काइरहेको अवस्था पनि छ हैन। झिलिमिली माथिबाट हेर्दाखेरि मजाले उज्यालो एकदमै झिलिमिली छ। पुरा भिडियो हेर्नको लागि आरजे दीपक युट्युब च्यानलमा तल कमेन्टमा लिङ्क पनि राखिदिएको छु। हजुरले मजाले यो लिङ्कबाट पनि हेर्न सक्नुहुन्छ। पुरा भिडियो चाहिँ मैले युट्युबमा राखेको छु, फेसबुकमा चाहिँ छोटो भिडियो छ, हजुरले हेर्न सक्नुहुन्छ। ह्यापी तिहार सबैजनालाई। एकदमै म छतबाट यो दृश्य देखाइरहेको छु, हेर्नुस् कस्तो झिलिमिली छ। पुरा भिडियो हेर्नको लागि युट्युब च्यानलमा जान सक्नुहुन्छ, साथ दिँदै गर्नुहोला। ल हेर्नुस्, यस्तो मजाले पटकाहरू पड्किरहेको छ, मजाले रकेट बम के भन्छ पटका पड्किरहेको छ। यस्तो रमाइलो भिडियो छ। पुरा भिडियो चाहिँ युट्युबमा हालेको छु है साथीहरू। ह्यापी तिहार।